सम्पूर्ण नमस्ते। म सन्तोष पङ्गेनी, नमस्ते नेपालको सक्रिय सदस्य। आज हामी नमस्ते नेपालको तर्फबाट 14औं वार्षिक उत्सव मनाउनका लागि लुम्बिनी गौतम बुद्धको जन्मस्थान लुम्बिनीमा हामी ठूलो संख्यामा आइसकेका छौँ। आज हामीसँग एकदम नमस्ते नेपालको होनहार युवा हुनुहुन्छ। उहाँको 2 शब्द सुन्न म धेरै आतुर छु। सुरु गर्नुहोला। नमस्ते, मेरो नाम चाहिँ विशाल पाण्डे। हाल बुटोलबार तामनगरमा बसोबास रहेको छ र म चाहिँ अहिले नमस्ते नेपाल लुम्बिनी प्रदेश कार्य समिति सदस्य पनि हुँ। यो नमस्ते नेपाल जहाँसम्म मैले नमस्ते नेपालको बारेमा जान्छु, एउटा बाल क्लबबाट हुँदै होइन, अब थोपाले समुद्र बन्छ भने जस्तो होइन, 2जना साथीहरू 4जना साथीहरू पछि गएर एउटा यत्रो संयन्त्र बन्यो कि आज हामीलाई पुरै होइन रूपन्देही जिल्लाभरिमा भएका विद्यालयहरूले बस्ने सेवा होइन, अहिले त्यसपछि गएर खानालाई पिउनलाई पानी खाजाहरू होइन, लुम्बिनी यस्तो पर्यटकीय स्थल यस्तो बिजी ठाउँ होइन, हामीलाई आएर हामीलाई यो सेलिब्रेट गर्ने हाम्रो प्रबन्ध मिलाइदिनेहरू यो यतिकै भएको होइन। यी चिजका बावजुद हामीले यो समाजलाई केही दिएका पनि छौँ। नमस्ते नेपालको एउटा एकदमै मलाई मनपर्ने कुरा चाहिँ के हो भने नमस्ते नेपालले अब प्रत्येक वर्ष सदस्यता शुल्क रूपमा 365 रुपियाँ उठाउँछ होइन। वर्षमा 365 दिन हुन्छन्। दिनको 1 रुपियाँको हिसाबले हामीले दान कतै दिन सम्भव त हुँदैन होइन। तर यदि हामीले नमस्ते नेपालको सदस्य भएर सक्रियतापूर्वक नमस्ते नेपालको कार्यक्रममा पनि रहने र त्यो 365 रुपियाँ दिने पनि हामीले दिएको पैसा कतै न कतै समाजको रूपान्तरणको लागि होइन, सामाजिक विकासको लागि काम भइरहेको हुन्छ। अनि नमस्ते नेपाल बाल क्लब, नमस्ते नेपाल केन्द्रीय कार्य समितिहरूका सदस्यहरू अनि साधारण सदस्यहरू अनि प्रदेश कमिटीका सदस्यहरू आज यहाँ यसरी उपस्थित हुँदा र यो 14औं वार्षिक उत्सव मनाउँदै गर्दा आज म पनि नमस्ते नेपालको एउटा सक्रिय सदस्य भएकोमा आफूलाई गर्व लाग्छ। म तपाईँलाई एउटा प्रश्न सोध्न चाहन्थेँ। अब भावी दिनहरूमा नमस्ते नेपालले चाल्नुपर्ने कदमहरू के कस्ता छन्, यसको बारेमा थोरै टिप्पणीहरू गरिदिनु हजुर अनुरोध गर्दै म यहाँदेखि बिदा हुन्छु। अहिलेको समयमा चाहिँ कस्तो छ भने सामाजिक रूपमा व्यक्तिहरू अलिकति शिक्षित तर त्यो शिक्षालाई समाजमा जागरण स्वरूप फैलाउन सकेका छैनन् होइन। जस्तै जनचेतना कार्यक्रम गर्नेहरू थुप्रै सङ्घ संस्था छन्, सरकारी निकायहरू पनि छन्, तर के हुन्छ असार मसन्तमा बजेट सकिने बेलामा मात्र काम गर्छन्। तर हाम्रो यो नन प्रफिटेबल अर्गनाइजेसन एन्ड सोसल वर्किङ अर्गनाइजेसन भएको हुनाले समाजमा रहेका ती विकृति विसङ्गति विरुद्धको कुनै कदम होस् वा सामाजिक जनचेतना विरुद्धको लागि कुनै कदम होस् वा सामाजिक शान्ति सन्तुलन निर्माण गर्नका लागि होइन, समतामूलक समाज निर्माणका लागि एउटा सानो प्रयास भए पनि हामी गर्न सक्छौँ जस्तो मलाई लाग्छ।